हेलो हेलो गुड मर्निङ नमस्ते सबैलाई नमस्कार। हामी चाहिँ आज साल्पाको लागि यात्रा तय गरेर बिहान 5:35 चाहिँ घरबाट निस्केका छौँ। यो हाम्रो खाँदबारीबाट सङ्घसभाको खाँदबारी 9 नम्बरबाट चाहिँ यता रयले बेसी चेवा हुँदै चेवाबाट यो कात्तिके पुल हुँदै यता बलवानी हुँदै माथि यो नेपाली डाँडाको बाटो चाहिँ यो उता मजुवाबाट चाहिँ लामो दूरी हुने भएर छोटो बाटो भनेर चाहिँ यता नेपाली डाँडाको बाटो आउँदैछौँ। मेन बाटामा चाहिँ सानो भिडियो बनाउने जमर्को गरेको हो। यस्तो छ यो बाटो त हामी पहिला पनि आएको चाहिँ डाँडाकाँडा पहाड पर्वत हेर्दै रमाउँदै आएका छौँ। भारी बोकिया छ, गलिएको पनि छ, तर डाँडाकाँडाले चाहिँ एकदम गले पनि नगले जस्तो बनाइदिन्छन्। हेर्दै रमाउँदै आइरहेका छौँ। हस् त धन्यवाद। अलि माथि पुगेपछि अलि राम्रो भिडियो बन्छ, अलि ठुलो बन्छ। हस् त जय शम्भु।